नमस्कार। तपाईको उमेर बढ्दै जाँदा औषधि र मदिरा सेवनले कसरी असर गर्छ? तपाईको उमेर बढ्दै जाँदा तपाईको शरीरले औषधि र मदिरा सेवनप्रति तपाई युवा अवस्थाको भन्दा फरक प्रतिक्रिया दिन्छ। औषधि र मदिरा सेवनले तपाईलाई कसरी असर गर्छ भनेर बुझ्न र सुरक्षित रूपमा कसरी प्रयोग गर्ने भनेर जान्न स्वस्थ रहन महत्त्वपूर्ण हुन्छ। मदिरा सेवनले 65 वर्षभन्दा माथिका उमेरका व्यक्तिहरूलाई युवाहरूलाई भन्दा बढी असर गर्छ। थोरै मात्राले पनि चक्कर चलाउने, चोटपटक लाग्ने, लड्ने, उच्च रक्तचाप, मधुमेह वा स्मरण शक्ति गुमाउने जस्ता स्वास्थ्य अवस्थाहरू बिग्रन सक्छन्। मदिरा सेवनले औषधिहरूसँग कसरी अन्तर्क्रिया गर्छन् यो बुझ्न आवश्यक हुन्छ। यसले निन्द्रा लाग्ने वा चक्कर लाग्ने जस्ता असरहरू पनि हुन सक्छ। विशेष गरी तपाईलाई स्वास्थ्य समस्याहरू छन् भने सुरक्षित रहन वृद्ध व्यक्तिहरूलाई मदिरा सेवनप्रति दिनमा 1 वा कम सीमित गर्न सिफारिस गरिन्छ। औषधिहरूले तपाईको उमेर बढ्दै जाँदा फरक असर गर्छ। तपाईको शरीरले औषधि पचाउन र धेरै बिस्तारै प्रयोग गर्नेछ। तपाईको शरीरमा लामो समयसम्म मदिरा रहन सक्छ र असरहरू हुने जोखिम बढाउँछ। एकै समयमा वा मदिरा सेवनको क्रममा फरक औषधिहरू लिँदा गम्भीर परिणामहरू हुन सक्छन्, जसमा श्वास-प्रश्वासको समस्या, रिङ्गटा लाग्ने वा चिकित्सा आपतकालीन अवस्थाहरू पनि समावेश हुन सक्छन्। आफ्नो डाक्टरसँग कुरा नगरी अचानक औषधि लिन कहिल्यै पनि बन्द नगर्नुहोस्। सधैँ आफ्नो डाक्टरले भने अनुसार औषधिहरू लिनुहोस् र यदि केही औषधिहरू अन्य औषधिहरूसँग वा मदिरा सेवनसँग सुरक्षित रूपमा लिन सकिन्छ कि भनेर प्रश्नहरू छन् भने आफ्नो डाक्टर वा फार्मासिस्टसँग कुरा गर्नुहोस्। केही औषधिहरू विशेष गरी ओपियोइड्स र बेन्जोडायाजापिन्स जस्ता औषधिहरू शक्तिशाली औषधिहरू हुन्। यिनीहरूले दुखाइ, निन्द्रा र चिन्ता जस्ता समस्याहरूमा मद्दत गर्न सक्छन्। यदि तपाईले एकै समयमा लिनुभयो भने खतरनाक असर निम्ति आउन सक्छ। डाक्टरहरूलाई तपाईले लिनुहुने सबै औषधिहरूको बारेमा थाहा छ भनी सुनिश्चित गर्न महत्त्वपूर्ण हुन्छ। तपाईले आफ्नो औषधिहरू कसरी सुरक्षित रूपमा लिने भनेर बुझ्नु भएको छैन भने स्वास्थ्य सेवा प्रदायक वा तपाईको डाक्टरलाई प्रश्नहरू सोध्नुहोस्। औषधि लिने र मदिरा सेवनको क्रममा वृद्ध अवस्थाको लागि अद्वितीय जोखिम हुन सक्छ र आपतकालीन अवस्थाका सङ्केतहरू जान्न महत्त्वपूर्ण हुन्छ। तपाईको डाक्टरले भनेको भन्दा फरक तरिकाले औषधि लिँदा वा मदिरा सेवनले चोटपटक लाग्ने, लड्ने र स्वास्थ्य समस्या हुने सम्भावना बढ्न सक्छ। स्वास्थ्य सेवा प्रदायकको निर्देशन बिना अचानक औषधि बन्द गर्न पनि गम्भीर असर आउन सक्छ। सास फेर्न गाह्रो हुने, गम्भीर भ्रम हुने, चेतना गुमाउने वा रिङ्गटा लाग्ने जस्ता आपतकालीन चेतावना सङ्केतहरू पहिचान गर्न सक्नुपर्छ। तपाईलाई यीमध्ये कुनै पनि समस्या देख्नुभयो भने तुरुन्तै 911 मा कल गर्नुहोस्। तपाई वा तपाईले चिन्नु भएको कसैलाई मदिरा सेवन वा औषधिको बारेमा प्रश्न वा चिन्ताहरू छन् भने मद्दतका लागि स्रोतहरू उपलब्ध छन्। तपाईले आफ्नो डाक्टरसँग कुरा गर्न सक्नुहुन्छ। औषधिको बारेमा आफ्नो फार्मासिस्टलाई पनि प्रश्नहरू सोध्न सक्नुहुन्छ। भर्मान्टमा तपाई मदिरा सेवन वा औषधिको बारेमा सहयोगको लागि भर्मान्ट मद्दत लिङ्कमा 802-565-5465 मा सम्पर्क गर्नुहोस् र 1 थिच्नुहोस्। जब कुनै व्यक्तिले जवाफ दिन्छन्, अङ्ग्रेजीमा इन्टरप्रेटर भन्नुहोस् र त्यसपछि नेपाली भन्नुहोस्। तपाई भर्मान्टमा आफ्नो नजिकैका सेवाहरू फेला पार्न 211 मा पनि सम्पर्क गर्न सक्नुहुन्छ। तपाईको कलको जवाफ दिएपछि अङ्ग्रेजीमा इन्टरप्रेटर भन्नुहोस् र नेपाली भन्नुहोस्। तपाईलाई कस्तो मद्दत चाहिन्छ उनीहरूलाई सोध्नुहोस्। भर्मान्टमा 60 वर्ष उमेरभन्दा माथिका जो कोहीले पनि वरिष्ठ मद्दत लाइनमा
800-642-5119बाट धेरै फरक समस्याहरूमा मद्दत प्राप्त गर्न सक्छन्। यदि तपाईँ अङ्ग्रेजी बोल्नुहुन्न भने तपाईँलाई नेपालीमा दोभाषे चाहिएको र तपाईँको फोन नम्बरसहित सन्देश छोड्न कसैको मद्दत चाहिन्छ। तिनीहरूले तपाईँलाई लाइनमा दोभाषे राखेर फिर्ता फोन गर्नेछन्। यी नम्बरहरूमा कल गर्दा तपाईँले भन्नुभएका सबै कुराहरू गोपनीय राखिनेछ। तपाईँको उमेर बढ्दै जाँदा स्वास्थ्य सेवा प्रदायकहरूबाट निर्देशन पालना गर्नु र सूचित रहनु, आवश्यक पर्दा मद्दत वा सल्लाह माग्नाले तपाईँको स्वास्थ्य र सुरक्षालाई जोगाउन मद्दत गर्न सक्छ। धन्यवाद।